रमाइलो छ हाइकिङ। लगभग 500 मिटर जति होला। अब यहाँदेखि 500-600 मिटरभन्दा धेर छैन। मभन्दा अगाडि 13वटा ग्रुप गइसकेको छ। एक ग्रुप रिटर्न ब्याक भइसकेछ। अरू 3 ग्रुप 4 ग्रुपलाई मैले छोडिराखेको छु मभन्दा अगाडिकालाई। र मभन्दा अगाडि लगभग अझै 5 ग्रुपहरू हुनुपर्छ। रमाइलो छ। तर यो एउटा शरीरको लागि एकदम राम्रो भनिरहनु त नपर्ला है। यस्तो लागि सोलो ट्रेक त्यहीमाथि जानु पर्दाखेरि कहिले दुःख लाग्दैन र। त्यतिखेर मोबाइल हेर्दै ओछ्यानमा सुतिरहँदाखेरि कस्तो आनन्द आउँथ्यो सुतिरहँदाखेरि। तर के गर्नु बाध्यता है, जानुपर्छ। यस्तो बाटोमा आइनपरोस्। खानपिनमा ध्यान दिनु होला है। हरेक कुरालाई समयमै रोग लाग्नबाट बस्नुहोस्। नत्र यसरी हिँड्नुपर्छ। 2टा अप्सन मात्रै हुन्छ तपाईँसँग, कि हिँड्नु पर्यो कि औषधि खानु पर्यो है। तेस्रो अप्सनमा जानुभयो भने सिधै तेस्रो अप्सनमा नजाउँ सकभर 2टा अप्सन मात्रै छ है। कि औषधि गर्नु पर्यो कि हिँड्नु पर्यो। हिँडाइले धेरै रोग निको हुन्छ। थ्याङ्क यू सो मच।